समीर तामाङले नि हर्क साम्पाङ कहिलेसम्म थाहा पर्दैन? जबसम्म उहाँले 1 रुपियाँ भ्रष्टाचार गरेको मैले थाहा पाउँदिनँ, जबसम्म यो देश र राष्ट्रलाई उहाँले आघात पुर्याउँदैन र जबसम्म यो देशको निम्ति उहाँले पसिना बगाउन छोड्दैन तबसम्म मेरो साथ भइरहेछ, साथ दिइरहेछ। उहाँको अनुहार कस्तो, उहाँको बेहोरा कस्तो, उहाँको तपाईँको के हो भन्ने कुराले फरकै पार्दैन रहेछ क्या। उहाँले के गर्दैछ भन्नेले मात्रै फरक पार्दो रहेछ क्या। किनभने हामीले कोकाबाट पानी ल्यायौँ नि होइन, पानी बगिरहेको छ, आइरहेको छ। हामीले करिब 25 लाखभन्दा बेसी बिरुवा रोप्यौँ, त्यो बिरुवा अब फल्न सुरु गरिरहेका छ, फलिरहन्छन् क्या। उहाँले के बोल्यो भनेर भन्दैन, उहाँले के गर्यो त्यसको आउटपुट के आयो त्यसले चाहिँ देखाइरहन्छ। त्यही भएर अहिले मैले धेरैजना मान्छेहरूले भेट्छु क्या, अर्का साम्पाङ यस्तो उस्तो भन्छ, तर काम गरी खाने मान्छे होइन जो छ नि, ती तपाईँको पुरा बङ्ग्याएर फलामको तपाईँको चाहिँ नि त्यो ग्रिलमा फलाम बङ्ग्याए जस्तो बङ्ग्याएर पुरा बङ्ग्याएर खाने मान्छेहरू हुन्छ नि कोही कोही होइन, यताको कुरा उता यस्तो उस्तो ह्याचु गरेर गर्नेहरू हुन्छ नि, ती व्यक्तिहरूले मात्रै हो क्या त्यो उहाँलाई मन नपराउने। किनभने बङ्ग्याउँदा बङ्गिँदैन। त्यही भएर चाहिँ के हो त भन्दाखेरि चाहिँ अरूले विरोध गर्ने, नत्र भने तपाईँले तल ग्रास लेभलकोमा गएर हेर्नुभयो भने आम नागरिक कसैले पनि तपाईँले उहाँलाई चाहिँ मन नपराउने मान्छे नै